गुरुजीएस च्यानल हेरेर बस्नुहुने सबैमा नमस्कार। आजको भिडियोमा नेपाली व्याकरण अन्तर्गत शब्द स्रोत शीर्षक लिएर उपस्थित भएको छु। व्याकरण अन्तर्गत नेपाली भाषामा विभिन्न स्रोतबाट शब्दहरू आएका छन्। तीमध्ये शब्दका स्रोतहरूलाई मुख्य 3 प्रकारमा राखिएको छ, जस अन्तर्गत तत्सम शब्द, तद्भव शब्द र आगन्तुक शब्द गरेर शब्द स्रोतहरूलाई 3 प्रकारमा बाँडिएको छ। यो अन्तर्गत पहिलो स्रोत छ तत्सम शब्द। तत्सम शब्द भन्नाले संस्कृतबाट जस्ताको तस्तै कुनै रूप परिवर्तन नभइकन नेपाली भाषामा आएका शब्दहरूलाई तत्सम शब्द भनिन्छ। यानी कि नेपाली भाषाको स्रोत मात्र नभएर जननी भाषा पनि संस्कृत भएको कारणले गर्दाखेरि संस्कृत मातृभाषा पनि हो नेपाली भाषाको। त्यसकारण संस्कृतबाट कयौं शब्दहरू नेपालीमा जस्ताको तस्तै आएका छन्। ती शब्दहरू तत्सम शब्द हुन्। त्यसकारण संस्कृतका शब्दहरू संस्कृतमा पनि त्यही शब्द प्रयोग हुने र नेपालीमा पनि ठ्याक्कै त्यही नै रूप परिवर्तन जस्ताको तस्तै परिवर्तन नभइकन प्रयोग हुने शब्दहरू तत्सम शब्द हुन्। यो चिन्नको लागि यसका लागि विभिन्न आधारहरू छन्। जस्तै नम्बर 1 मा य, अड, तालव्य स, मूर्धन्य स, क्षेत्री छ, त्र, ज्ञ, वर्ण भएका शब्दहरू यो तत्सम शब्दहरू। जस्तै कञ्चन, कञ्चनमा आदि यको प्रयोग भएको छ, यो तत्सम शब्द हो। कण्ठ आदि अडको प्रयोग भएको छ, तत्सम शब्द हो। शरीरमा तालव्य स को प्रयोग भएको छ, यो तत्सम शब्द हो। षड्यन्त्रमा मूर्धन्य स को प्रयोग भएको छ, यो तत्सम शब्द हो। यसैगरी क्षेत्रीमा छ को प्रयोग भएको छ, यो तत्सम शब्द हो। त्रिशूलमा त्रि को प्रयोग भएको छ, त्यसकारण त्र को प्रयोग भएकोले यो तत्सम शब्द हो। ज्ञानमा ज्ञ को प्रयोग भएको छ, त्यसकारण यो तत्सम शब्द हो। यसैगरी दोस्रो नम्बरमा छ शिरबिन्दु प्रयोग भएका शब्दहरू सबै तत्सम शब्दहरू हुन्। नेपालीमा शिरबिन्दु प्रयोग हुँदैन, त्यसकारण तत्सम शब्दहरू वा संस्कृतका शब्दहरूमा सबैमा शिरबिन्दुको प्रयोग गरिन्छ र शिरबिन्दु लागेका शब्दहरू जति सबै तत्सम शब्दहरू हुन् भन्न चिन्नुपर्छ। जस्तै संस्था भन्ने शब्द छ, यो शिरबिन्दु लागेको छ स को माथि, यो तत्सम। संसार शिरबिन्दु छ, तत्सम। संरक्षण शिरबिन्दु छ, तत्सम। प्रशंसा शिरबिन्दु छ, तत्सम। संवेग, अंश, वंश जस्ता शब्दहरू तत्सम शब्द हुन्। नम्बर 3 मा पञ्चम वर्ण लागेका शब्दहरू पनि तत्सम शब्दहरू हुन्। पञ्चम वर्णमा जस्तै उदाहरणको लागि पञ्चमा आदि यको प्रयोग भएको छ, अङ्गमा आदि अङ्गको प्रयोग भएको छ, पुञ्जमा आदि यको प्रयोग भएको छ, कण्ठमा आदि यको प्रयोग भएको छ, खण्डमा आदि अडको प्रयोग भएको छ, कञ्चनमा आदि यको प्रयोग भएको छ, भूकम्पमा आदि मको प्रयोग भएको छ, सम्बन्धमा धको अगाडि आदि नको छ र सङ्घमा घको अगाडि आदि अङ्गको प्रयोग भएको छ। यस्ता पञ्चम वर्णहरूको आधारमा पनि तत्सम शब्दहरू चिन्न सकिन्छ। नम्बर 4 मा छ सन्धिबाट व्युत्पन्न हुने शब्दहरूमा। जस्तै विद्या प्लस अर्थी विद्यार्थी, यो तत्सम। जगत प्लस ईश जगदीश, तत्सम। चन्द्र प्लस उदय चन्द्रोदय, तत्सम। पुनः प्लस जन्म पुनर्जन्म, तत्सम आदि शब्दहरू। नम्बर 5 मा शब्दका अन्त्यमा ति, थि, टी, धी, नि, मी, बी, भी, इडी, ली जस्ता वर्णहरू आयो भने त्यो तत्सम शब्द हो भन्न बुझ्नुपर्छ। जस्तै मति, मतिको अन्त्यमा ति आयो। अतिथि, अतिथिको अन्त्यमा थि आयो। सृष्टि, सृष्टिको अन्त्यमा टी आयो। व्याधि, व्याधिको अन्त्यमा धी आयो। अग्नि, अग्निको अन्तिममा नि आयो। भूमि, भूमिको अन्तिममा मी आयो। कविको अन्तिममा बी आयो। सुरभिको अन्तिममा भी आयो। मणिको अन्तिममा इडी आयो र ओलीको अन्तिममा बलिको अन्तिममा ली आयो। यसकारण यो पनि तत्सम शब्द हो। नम्बर 6 मा
अक, अन, इय, इन, अन्य, ता, ती, इक, इत, य, तव्य, तम, त्व, वान जस्ता प्रत्यय प्रयोग भएका शब्दहरू पनि तत्सम शब्द अन्तर्गत पर्छन्। जस्तै कृषकमा अक प्रत्यय छ तत्सम, दर्शनमा अन प्रत्यय छ दर्शन तत्सम, आत्मीयमा इय प्रत्यय छ तत्सम, स्वर्गीयमा इय प्रत्यय छ तत्सम, प्राचीनमा इन प्रत्यय छ तत्सम, आदरणीयमा इय प्रत्यय छ तत्सम, भौगोलिकमा एक प्रत्यय छ तत्सम, व्यक्तित्वमा त्व प्रत्यय छ तत्सम, सुन्दरतामा ता प्रत्यय तत्सम, मतिमा ती छ त्यो तत्सम, गन्तव्यमा तव्य प्रत्यय छ त्यो तत्सम, गुरुत्वमा त्व प्रत्यय छ, भगवानमा वान प्रत्यय छ, त्यसकारण यो तत्सम शब्द अन्तर्गत पर्छ। 7औं नम्बरमा छ विसर्ग लागेका शब्दहरू। विसर्ग भन्नाले दुईटा थुप्रो लागेका शब्दहरू, जस्तै दुःखको बीचमा विसर्ग लागेको हुन्छ यो तत्सम शब्द हो। अत को पछाडि विसर्ग लागेको हुन्छ यो तत्सम शब्द हो। क्रमशः को पछाडि पनि विसर्ग लाग्छ यो पनि तत्सम शब्द हो। त्यसकारण विसर्ग लागेका सबै शब्दहरू तत्सम शब्द अन्तर्गत पर्छन्। 8औं नम्बरमा रेफ लागेका शब्दहरू पनि तत्सम शब्द हुन्। तत्सम शब्दमा रेफ लाग्छ, माथि रेफ पनि लाग्न सक्छ तल पनि लाग्न सक्छ। त्यसकारण जस्तै कर्ममा माथि म को माथि रेफ लाग्छ, पूर्वमा व को माथि रेफ लाग्छ, मार्गमा ग को माथि रेफ लाग्छ, पर्ममा म को माथि रेफ लाग्छ। यो माथि रेफ लागेका शब्दहरू पनि तत्सम शब्द अन्तर्गत पर्छन्। तल रेफ भएका शब्दहरू पनि जस्तै कृषक यो शब्द पनि तत्सम शब्द अन्तर्गत पर्छ। 9 नम्बरमा छ शब्दको सुरु र बीचमा दीर्घ इकार उकार हुने शब्दहरू सबै तत्सम शब्द अन्तर्गत पर्छन्। जस्तै तीर्थ, तीर्थको सुरुमा ती दीर्घ हुन्छ त्यसकारण यो तत्सम शब्द हो। कीर्तनको की दीर्घ हुन्छ त्यसकारण यो पनि तत्सम शब्द हो। दीपक, दीपकको दी पनि दीर्घ हुन्छ त्यसकारण यो पनि तत्सम शब्द हो। प्राचीन, नवीन, कालीन को बीचका वर्णहरू दीर्घ भएको कारणले गर्दा यी पनि तत्सम हुन्। त्यसकारण हामीले बुझ्नु पर्यो कि सुरु र बीचमा दीर्घ हुने शब्दहरू जति छन् ती सबै तत्सम शब्द हुन् भन्ने कुरा बुझ्नुपर्छ। यसै रि, द्य, द, द, ध, त आदि क त जस्ता संयुक्त वर्णहरू जुन छन् यी वर्णहरूबाट बनेका शब्दहरू पनि तत्सम हुन्। जस्तै ऋषिको रि, ऋषि लेख्दाखेरि रि लेख्यो, यो रि आउने बित्तिकै तत्सम शब्द हो। विद्यालयमा आदि द र य मिसिएको द्य लेख्यो त्यसकारण यो पनि तत्सम शब्द हो। उद्देश्यमा द को मुनि द लेखेको छ त्यसकारण यो पनि तत्सम शब्द हो। द को मुनि व, विद्वानमा द को मुनि व लेखिन्छ त्यसकारण यो पनि तत्सम शब्द हो। द को मुनि ध, बुद्धमा द को मुनि द लेखिन्छ त्यसकारण यो तत्सम शब्द हो। उत्तरमा त आदि त र त छ त्यसकारण उत्तर पनि तत्सम हो। शक्तिमा आदि क र ती छ त्यसकारण यो पनि तत्सम शब्द अन्तर्गत पर्छ। र अर्को नम्बरमा छ ब बोलिने तर व लेखिने शब्दहरू पनि तत्सम हुन्। जस्तै वनमा व न लेखिन्छ तर पढिन्छ वन त्यसकारण यो तत्सम। वंश, वंश लेखिन्छ त्यसकारण यो पनि तत्सम। वातावरण, वातावरण लेखिन्छ तर पढिन्छ वातावरण त्यसकारण व लेख्ने तर ब उच्चारण हुने शब्दहरू सबै तत्सम अर्थात् संस्कृतका शब्दहरू हुन् भन्ने कुरा बुझ्नुपर्छ। शब्द स्रोत अन्तर्गत अर्को स्रोत छ तद्भव शब्द। तद्भव भन्नाले संस्कृतबाट नेपालीमा रूपान्तरण परिवर्तन भएर आएका शब्दहरू वा नेपालीका मौलिक शब्दहरू तद्भव शब्द हुन्। यसकारण यसमा झर्रा नेपाली शब्दहरू पनि तद्भव अन्तर्गत पर्छन्। यसमा अनुकरणात्मक शब्दहरू पनि तद्भव अन्तर्गत पर्छन्। त्यसकारण संस्कृतबाट रूप परिवर्तन भएर नेपालीकरण भएका शब्दहरू र नेपाली बनेका नेपालीका मौलिक शब्दहरू नै तद्भव शब्दहरू हुन्। त्यसकारण यो
तद्भव शब्द चिन्हको लागि केही आधारहरू छन्। जस्तै नम्बर 1 मा छ स दन्ते स लागेका शब्दहरू तद्भव शब्द हुन्। नेपालीमा दन्ते स हुन्छ, संस्कृतमा तालव्य र मूर्धन्य स हुन्छ। त्यसकारण दन्ते स प्रयोग भएका शब्दहरू तद्भव हुन् भनेर बुझ्नुपर्छ। जस्तै सासमा दन्ते स छ, सेतो, सल्ला, किसान, मङ्सिर, सर्प, सलाई, पुस, असार, साउन जस्ता शब्दहरूमा दन्ते स को प्रयोग भएको कारणले गर्दाखेरि यो तद्भव शब्द हो। 2 नम्बरमा ब प्रयोग हुने शब्दहरू, बोलिने पनि ब, उच्चारण गर्दा पनि ब उच्चारण गर्ने र लेख्ने शब्दहरू त्यो तद्भव शब्द हुन्। जस्तै बहिनी, बाँदर, बाघ, बाठो, बुढो, बेहुलो, बेहुली, सबै, बुढी, बाक्लो आदि जस्ता शब्दहरूमा ब को प्रयोग हुनाले गर्दाखेरि यो शब्दहरू तद्भव अन्तर्गत पर्छ। तेस्रो नम्बरमा छ चन्द्रबिन्दुको प्रयोग भएका शब्दहरू। चन्द्रबिन्दु लागेका शब्दहरू तद्भव शब्द हुन्। तत्सम शब्दमा शिरबिन्दु लाग्छ, हामीले अघि नै पढिसकेका छौँ। त्यसकारण चन्द्रबिन्दु लागेका शब्दहरू सबै तद्भव शब्दहरू हुन्। जस्तै बाँदर, बाँध, अँध्यारो, आँखा, आँसु, हाँस, भाँडा, पाँच आदि जस्ता शब्दहरू चन्द्रबिन्दु लागेका कारणले गर्दाखेरि यो तद्भव शब्द हो। यसैगरी अर्को पनि आधार छ, तत्सममा य उच्चारण हुने, य लेखिने र तद्भव हुँदाखेरि य को सट्टामा ज उच्चारण हुने वा ज लेख्ने शब्दहरू पनि तद्भव अन्तर्गत पर्छन्। जस्तै ज्येष्ठ तत्सममा भयो भने नेपालीमा जेठ उच्चारण हुन्छ, जेठ लेखिन्छ, त्यसकारण जेठ तद्भव। संस्कृतमा योगी उच्चारण हुन्छ, लेखिन्छ, नेपालीमा जोगी। यमराज संस्कृतमा जेमराज उच्चारण हुन्छ, यजमानलाई जजमान उच्चारण हुन्छ। यसकारण यको सट्टामा ज उच्चारण हुने शब्दहरू पनि तद्भव शब्दहरू हुन्। आगन्तुक शब्द, आगन्तुक शब्द भन्नाले संस्कृतदेखि बाहेक अन्य भाषाबाट आएका शब्दहरू, जो आगन्तुक भन्नाले पाहुना भन्ने पनि अर्थ लाग्छ। त्यसकारण अन्य भाषाबाट पाहुनाका रूपमा आएका शब्दहरू आगन्तुक शब्दहरू हुन्। अर्थात् आगन्तुक शब्दहरू 2 प्रकारको हुने गर्छ। नेपालभित्र बोल्ने अन्य भाषाहरू, जो नेपालीदेखि बाहेक अन्य भाषा, संस्कृतदेखि बाहेक अन्य भाषा, यो आगन्तुक भाषा हो। र नेपाल बाहिर विदेशमा बोलिने विदेशी भाषाहरू पनि सबै आगन्तुक भाषा अन्तर्गत पर्छन्। त्यसकारण नेपाल बहुभाषी बहुसांस्कृतिक राष्ट्र भएको कारणले गर्दाखेरि यहाँ बोल्ने हरेक भाषाहरू आगन्तुक भाषा हुन्। जस्तै नेवारी भाषाबाट नेपाली भाषामा आएका शब्दहरू बुइगौ, झ्याल, छेडी, कौसी जस्ता शब्दहरू नेवारी भाषाका शब्दहरू नेपालीमा आएको हुनाले गर्दा यो आगन्तुक शब्द हो। जस्तै गुरुङ भाषाका शब्दहरू रोदी, घुम जस्ता शब्दहरू यो आगन्तुक शब्द हुन्, जुन गुरुङ भाषाका शब्द हुन्। तामाङ भाषाका शब्दहरूमा सेलो, डम्फु, च्याङ्बा, लामा जस्ता शब्दहरू तामाङ भाषाका हुन्, जुन नेपालीमा लेख्न सकिन्छ आगन्तुक शब्दका रूपमा। त्यसैगरी मगर भाषाबाट त नेपाली भाषामा त प्रशस्त शब्दहरू भित्रिएका छन्। जस्तै सिकर्मी, डकर्मी, पर्खाल, पटुका, जाँतो, दौरा, बाउसे, सुँगुर, चोलो, पसल, ढोका आदि जस्ता शब्दहरू मगर भाषाबाट नेपाली भाषामा भित्रिएका आगन्तुक शब्दहरू हुन्। मैथिली भाषा, मैथिली भाषाको स्रोत पनि नेपाली जस्तै संस्कृत मातृभाषा रहेको कारणले गर्दा मैथिली र नेपालीमा धेरै शब्दहरू मिल्न सक्छन्। जस्तै हाट, पैनी, गाछ जस्ता शब्दहरू मैथिली भाषाबाट नेपाली भाषामा भित्रिएका शब्दहरू हुन्, जुन आगन्तुक हो। हिन्दी भाषा, हिन्दीबाट पनि प्रशस्त शब्द नेपालीमा छन्। जस्तै अन्धाधुन्ध, कमसे कम जस्ता शब्दहरू हिन्दीबाट नेपालीमा भित्रिएका शब्द हुन्। अङ्ग्रेजीबाट त नेपालीमा प्रशस्त शब्दहरू भित्रिने भइ नै हाले। अहिले त झन् अङ्ग्रेजीको जमाना भएको कारणले गर्दा पनि प्रशस्त शब्दहरू अङ्ग्रेजीबाट नेपालीमा छन्। विभिन्न रोगका नामहरू जस्तै क्यान्सर,
ग्यास्ट्रिक जस्ता रोगका नामहरू त अङ्ग्रेजी नामहरू भइहाल्यो सबै। योदेखि बाहेक पनि ग्यारेज, कोड, मोबाइल, कम्प्युटर, टिभी जस्ता शब्दहरू पनि अङ्ग्रेजी शब्दहरू हुन्। फ्रेन्च शब्द, फ्रेन्च भाषाबाट पनि नेपालीमा प्रशस्त शब्दहरू भित्रेका छन्, जस्तै कर्फ्यू, कुपन, पुलिस, कलेज, कार्टुन आदि जस्ता शब्दहरू फ्रेन्च भाषाबाट नेपाली भाषामा भित्रेका आगन्तुक शब्दहरू हुन्। पुर्तगाली भाषाबाट पनि नेपालीमा प्रशस्त शब्दहरू भित्रेका छन्, जस्तै पेस्तोल, साबुन, चिया, बोतल जस्ता शब्दहरू पुर्तगाली भाषाबाट नेपाली भाषामा भित्रिएका शब्दहरू हुन्। त्यसैगरी फारसी र अरबी भाषाबाट त झन् प्रशस्त शब्दहरू नेपालीमा भित्रिएका छन्। फारसीबाट दस्तखत, बच्चा, उम्मेदवार, प्याज जस्ता शब्दहरू फारसी भाषाबाट नेपालीमा भित्रिएका शब्दहरू हुन् भने अरबी भाषाबाट पनि प्रशस्त नेपालीमा शब्द भित्रिएका छन्। असल, किताब, कानुन, कसम, इलम जस्ता शब्दहरू अरबी भाषाबाट भित्रिएका शब्दहरू हुन्। शब्द स्रोतको बारेमा पूर्ण जानकारी प्राप्त भएपछि नेपाली भाषामा शब्दहरू कसरी भित्रिएका रहेछन् र नेपाली भाषामा शब्दहरूको संख्याको भण्डार कसरी भण्डारण भएको रहेछ भन्ने कुरा ज्ञान प्राप्त भएपछि आजको भिडियोलाई आफ्नो प्रतिक्रिया सहित एक लाइक, सब्स्क्राइब र शेयर गर्न नभुल्नुहोला भन्दै यस च्यानल गुरुजीएसबाट बिदा हुन चाहन्छु। धन्यवाद।